दिनको लागि म अध्यक्ष वरदराज सानिध्यलाई हार्दिक अनुरोध गर्दछु। स्वर्ण ज्ञानकला भजन सङ्घ सिक्किमका अध्यक्ष श्री कृष्ण बहादुर प्रधानजी र उपाध्यक्ष श्री दुर्गामणि प्रधानजीलाई म सभामा आमन्त्रण गर्न चाहन्छु। कृपया सभामा उपस्थित भइदिनु म विनम्र अनुरोध गर्दछु। अध्यक्ष श्री कृष्ण बहादुर प्रधानजी र उपाध्यक्ष श्री रामगोपाल सिंह, कुमार रङ्गोल, हेरी महर्जन, ज्ञानी महर्जन, नारायण देवी राजतला राजगला, अस्तमाया महर्जन, नकली महर्जन, सन्तु महर्जन, सरस्वती महर्जन, सङ्गीता महर्जन, गीता महर्जन, उहाँबाट अब भजन प्रस्तुत हुँदैछ। नमो बुद्धाय। दक्षिणमा गोस्पल सम्यक सम्यक सादर वन्दना थन बिजाबी पुण्य भक्तिवृन्द वन्दना। पठेको नेपाल राष्ट्रिय ज्ञान समिति या नायक रमण श्रेष्ठज्यू, वरिष्ठ उपाध्यक्षज्यू, सम्पन्न पदाधिकारीज्यूहरू, पठेको पोखरा महानगर पर्यटकीय क्षेत्रीय पोखरा महानगरपालिका बुथ 11औं राष्ट्रिय ज्ञान समिति सम्मेलन जाँच व्यवस्थापनीय नायक वरदराज साकेज्यू, मोडेनाटर थन देशी भएर ठिठी ज्ञानमेला भन्ने थल पूजा पाख्ने छाया विद्यार्थी सकल चाहिँ बुद्ध धर्म आस्था ल्याएदेखि छलफल चितपिण्ड सुवर्ण छलफल ज्ञानमा थल पाखे यप्पु उन्नत से भगवान सर्वे नाचना ठाउँ छलफल चितपिण्ड यानी सुवर्ण छलफल ज्ञानमा थल पाखे राष्ट्रिय 11औं राष्ट्रिय ज्ञानमेला सम्मेलनले सफल जीविका यातना ठाउँ छलफल बिना हाली में मेरो शीर्षक बुद्ध बनदु तो बुद्ध बनदु में रचनाकार ओम चित्रकार वरिष्ठ संगीतकार थोए अपनी अर्जुन ज्ञानमाला भजन कराया सारे गुरु जाने बाबू काजी महाजन अले तो मैं यू बोल का बुद्ध बनदु जी मकना धर्म बनदु जी मकना ज्ञान का ज्योति माला दिया एक कथा भगवान सुखिया वीडियो वेजिया दुखिया डाले लाभ मखना लोभ मोह मशिके मोपया जीवने शांति मलया शांति शांति डका फलाजल शांति जू थनमु स्वार्थ कोटा त्याग नसो शांति अनय दिया ताइको बोले छलफल चितपिण्ड प्रस्तुत याजना जिम्बू में धैर्य पूर्वकन्या विजय आशा से जिम्बू में सूर्य धैर्य का दिया लागे आशा से इनसे प्रस्तुत किया भगवत सब
सुवर्ण छत्रपुर बिहार ज्ञानमेला भजन थल गुरुलाई धेरै साधुवाद दिन चाहन्छु। उहाँले हामीलाई सुमधुर ज्ञानमेला भजन प्रस्तुत गरिसक्नु भएको छ हाम्रो सभाहलमा। अब उहाँहरूलाई धर्म उपहार प्रदान गरिदिनु हुनको लागि राष्ट्रिय ज्ञानमेला सङ्घ नेपालकी अध्यक्ष आदरणीय रमना श्रेष्ठज्यू तथा सल्लाहकार किरण कुमार जोशीज्यूलाई म हार्दिक अनुरोध गर्दछु धर्म उपहार प्रदान गरिदिनु हुनको लागि। भर्खरै हामीलाई धर्मशिला बुद्धविहार भवन निर्माणको लागि वास्तविक ज्ञानमेला भजन कलमको 12 बमोले 5055 प्रदान गर्नुभएको छ। उहाँलाई साधुकार गरिदिनु हुन अनुरोध गर्दछु। सा